चकचक पनि अलिअलि हो र यो अचारको सिसा कसले फुटाल्यो यो सिसा इमा यसो आँखा झिम्काउन नदिने चकचक पनि कति गर्न जानेको किन समृद्धि यस्तो गरेको किन सिसा फुटालेको दौडिँदै आउँदाखेरि त सिसा फुटालेर बसेको है भगवान् के होला यस्तो चकचक पनि अलिअलि हो र हेर्नुहोस् त मामा घर आउने छुट्टी मनाउन हो मामाहरूलाई त कति आपत्ति हो मामा माइजूले त यो एक्जाम भ्याएर छुट्टी पनि नहोस् भान्जा भान्जी नआउनु भन्छन् यस्तो चकचके भान्जा भान्जी बसी के गर्ने हेर्नुहोस् त एक डिबा अचार सुवा यति यो त के हो र मिठाई त कति हो कति यस्तो पनि हुन्छ चकचक पनि कति हो चकचकेहरू कति अझ एमएम खाने चकचक पनि कति हो कति हेरेर सकिन्छ र कसले पुङ्गे गराए तँलाई हेर त भरको बोतल जम्मा गरेर त्यो बोतलको पानी यहाँ भइभरि कार्पेटभरि पानी भइभरि कार्पेटभरि पारेर चकचक पनि कति हो यहाँ बाहिर पनि पानी नै ताल एक दिन होइन 2 दिन यस्तो छोराछोरी बोतल सबै लिएर पानी भरेर राखेको फ्रिजमा राख्दा सब बोतल लिएर खाले अनि मैले माटो खेलाउने नानी यता आइज भन्दाखेरि यत्रो माटो हाल्नुसम्म के अरे कति चकचक हेर त्यो प्रेसरको दबाई निकालेर बच्चा पनि छोडी नसक्नु भयो यसो आँखा झिम्काउन नदिने के यसो आँखा झिम्काउन नदिने के को दबाई हो आमाको खाने दबाई सब निकालेर यस्तो रमाइलो खेले खान भनेर एकछिन बस्न त हुँदै नहुने एकछिन यसो आँखा झिम्काउन दिँदै नदिने हो के गरेको तिमीले यो किताब फिजारेर ए भगवान् चकचक पनि कति हो के गरेको समृद्धि यता त के गरेको यो किताब घरभरि दरजभित्र राखेको किताब निकालेर समृद्धि हातमा देखाउ त के रहेछ यो आमाको खाने दबाई अब तल पिट्यो मैले यो आमाको खाने दबाई के गरेको यत्रो दबाई के को दबाई यो दबाई खायो भने त मरिन्छ यो दबाई खायो भने मरिन्न कसले निकालेको दबाई कसले निकालेको ठुलो दबाई पहिला कसले निकालेको सानो चकचक पनि यति हो र अति हेर नि त्यहाँ सबै सामान निकालेर घरभरि कति चकचक गर्न सक्यो कति हुँदा त दबाई निकालेर यत्रो दबाई आमाको प्रेसरको दबाई के को दबाई हो तिमीलाई थाहा छैन आमाको दबाई निकाल्दा हुँदा भने सानी भदिनीको मुख कस्तो हुन्छ यहाँ यो घाउमा यता चोट लाहा यता चोट लाहा अनि यतापट्टि यता फर्क यहाँ चोट लाहा अझै यता यतापट्टि अझै यहाँको पार यहाँ कता अझै उता फर्क उता भन उता यहाँ चोट लाहा अनि घाँटीमा देखाइदेऊ घाँटीमा यहाँ चोट लाहा समृद्धि आइन् भने कस्तो गराइदिन्छन् तिमीलाई दुखाइदिन्छन् अब समृद्धि आउने कि नआउने आफ्नै घर जाने अब समृद्धि आउने कि नआउने भन त नआउने अब समृद्धि आउँदिनन् ल हस् 2 दिन आरामले बसौँला भनेर भनेको त हेर यो केटाकेटीको हरिबिजक हेर्नुहोस् त हरिबिजक यो मेरी छोरीको काम हो बाथरुमबाट पानी निकालेर सबै दिदीहरूलाई नुहाइदिने जहिले त्यस्तै चक आनन्दले माइत आएर सुतेर बसौँला भनेको के को सुत्न पाइनु यिनीहरूकै यो भद्रगोल स्याहार्दा दिक्क लागिसक्यो हेर्नुहोस् त यहाँ बरन्डाभरि पानी बाथरुमबाट पानी लिएर दिदीहरूलाई नुहाउने किन गरेको समृद्धि यस्तो नानी बाथरुमबाट पानी लिएर यहाँ माछाको पोखरी गरेर ताल पार्ने ए भगवान् टाउको दुखिसक्यो यसो आँखा झिम्काउन नदिने हेर्नु त यहाँ कसले यस्तो गरेको यो कसले ठुलियो सब गरेको अनि पानी थापेर बस्ने बहिनीले पानी हालेर नहुँदा तिजो उठ सबैजना उठ छिटो उठ किन भएको सानी यस्तो यो सानी यो ठुलीलाई नुहाइदिसे पानीले समृद्धि यता आएर के गरेको त्यस्तो यो चकचके सबैभन्दा सानी यही चकचके हेर्नुहोस् त यसो आनन्दले बसौँला डुलौँला भनेको त के हुन्थ्यो जतिखेर बिठाइ यस्तो सफा गरेर गयो फेरि जस्ताको जस्तै बाथरुम गरेर पानी ल्याउने स्याम्पू ल्याउने जतिखेर पनि पानी घरभरि गराउने सानो सानो नभइकन कति चकचको उयो भगवान् टाउको दुखिसक्यो मेरो देशलाई देखेर के गरेको नानी स्याम्पू लाउने रे दिनको त 6-7 जोड कपडा फेर्चिने होला कि पानीमा भिजाएको जतिखेर नि यो तिम्रो बानी यस्तो नानी आफूभन्दा ठुलो दिदीहरूलाई नुहाइदिन्छु भन्ने हो